हेर्दा जस्तो देखे पनि यो यति मिठो भएको थियो नि भगवान। ल आज चाहिँ दाल भात तरकारी अचारको रेसिपी गरौँ हैन। सुरुमा चाहिँ मैले दाल पकाएको थिएँ, रातो दाल। त्यसमा चाहिँ केही नलगाइकन बस जिरा र मेथी फुराएको थिएँ। अनि त्यो लगाइसकेपछि त्यसलाई सानो ग्यास बनाएर 2 सिटी लाउन दिएँ हैन। अनि यो एकैछिनमा पाक्छ हैन। अनि पकाइसकेपछि रेडी साइड लगाएँ, किनभने मसँग एउटा मात्रै कुकर छ। अनि त्यसलाई ढक्कन राखिदिएँ। अनि मैले तरकारी चाहिँ आलु भिन्डी बनाएको थिएँ हैन। भिन्डी मात्रै कुरा हैन, म जे तरकारी किन्छु त्यो कुहिएकै हुन्छ कि म जति छानेरले पनि बिग्रा हुन्छ हैन। अनि भिडियो चाहिँ म कट गरेर राख्सक्छु थिएँ, तर मलाई यो देखाउनै मन थियो। अनि सबैभन्दा सुरु चाहिँ आलु फ्राई गरेँ हैन। एकछिन 2-3 मिनट जति फ्राई गरेँ। त्यो अनि अलिक पाकिसकेपछि भिन्डी लगाइदिने। अनि सानो ग्यास बनाइदिने यसलाई पनि। अनि नुन लाएर छोपिदिने हैन। अनि केही लाउनु पर्दैन, सानो सानो चप गरेको लसुन लाउने। अनि लसुन लगाएपछि टमाटर लगाउने हैन। अनि त्यसलाई छोप्दै पकाउने। यो यतिकै रेडी हुन्छ। अनि माम बनाएँ हैन। माम चाहिँ यो पुरानो चामलले के साह्रो माउको नि पखाल्दा गरेर अनि यसलाई सिटी लान दिएँ। अनि अचार बनाएको थिएँ धनिया र खोर्सानीको। यो चाहिँ घरमा बनाउने जहिले खाने स्टाइल थियो हैन। अनि यो यति सिम्पल भयो नि, 3वटा टमाटरलाई पोलेर काचकुच पारेँ। अनि यो बनाइसकेपछि सबैलाई साइड लाएर तातो माम पसेर खाएको थिएँ। कसम भने यस्तो मिठो भएको थियो नि।